हेलो गाइज, म चाहिँ अहिले घोराइको ठाउँमा पलाज जाने थिएँ तर पानी यति ठुलो पऱ्यो है। पानी एकदमै ठुलो परिरहेको छ, यता देख्न सक्नुहुन्छ होइन। एकदमै ठुलो परिरहेको छ कि पानी। हेर्नुहोस् त, यति धेरै ठुलो पानी के ओहो, एक पाइला पनि सार्न दिइरहेको छैन। त्यहाँ पनि मान्छेहरू उत्तिरहनु भएको छ। हेर्नुहोस् त पानी, आहा, यस्तो पानीले के गर्न दिन्छ र। हेर्नुहोस् त पानीको बहाव, यति ठुलो पानी परिरहेछ। अटोहरू चाहिँ चलिरहेछ है। ए अब के गरौँ त, मलाई पनि एकदमै चाहिँ ढिलो भइरहेछ। हामी चाहिँ दुईजना छौँ, एकजना साथी र म। हामी पनि मस्तले बसिरहेछौँ, के गर्ने र पानीमा होइन र। यस्तै ठुलो पुरा पानीले आज त गाह्रो नै पारिदियो यो बर्खायामको समयमा। के यस्तै त होइन, जताततै पानी परेको छ। हिँड्न लाग्यो थियो, अब फेरि पनि ठुलो पानी परिदियो कि फेरि। अब बस्नै पर्यो। यहाँ चाहिँ मान्छे ढोका लगाएर भित्र बस्नु भएको छ होइन साथी। हामी चाहिँ दुईजना पुरा बाहिर उभिरहेछौँ कि पानीले भिजेर। ल हामी चाहिँ अब जान्छौँ पलासतिर। यतिको पानीलाई चाहिँ मानिँदैन। पुरा पानीको छारा यो छतबाट आएको, छतबाट खसेको पानी हो यो चाहिँ। पुरा यता त खतरा हो कि फेरि। विद्यार्थीहरू पनि आइरहेछन्। पुरा खतरा छ है। किसिमै हो नि साथी होइन। हामी त फेरि पानीलाई पानी नभनेर हिँडिरहेको हो। के गर्ने, बाध्यता छ नि, बाध्यताले हो कि फेरि क्लास जानै पर्यो। पुरा चटपटे पानीपुरी खाने ठाउँ यहाँ सब बन्द आज होइन। पुरा किसिम छ कि आज चाहिँ पानीले सबैजनालाई नहुने कुटेको छ। यहाँ हेर्नुहोस् कि यहाँ, ओहो, यहाँ त पुरा यस्तो भइरहेछ कि पुरा होइन। पानी यति ठुलो आएको छ कि यहाँ हेर्नुहोस् त। डाङको ठाउँमा बस्नु चाहिँ अलिक गाह्रो छ है साथी, किनभने यता एकदम चाहिँ भिजिएर पुरा हैरान। यहाँ चाहिँ पुरा डुबानमै पर्ला जस्तो भएको छ कि यतातिर चाहिँ कुनै कुनै ठाउँमा। हेर्नुहोस् त, पुरा पानी जम्मा भएर अब त्यो घरै पुरै यस्तो बनाइरहेको छ घरलाई। यता पनि यस्तै, जताततै पुरा किसिम छ त है। आमामा के हो यस्तो, डेन्जर छ त यार। खतरा भएको छ त यार त। ओहो, सपिङ गरेर मान्छे बाहिर। रुवा उभिनु लाग्छ कि फेरि। अब खोपी लाग्यो भने झन् पानीमा भिज्नु परिरहेछ। अहिले चाहिँ अलिक कम भएको छ है पानी। पानी अलि कम हुँदै गएछ, फेरि आयो ठुलो आग लाग्यो फेरि त। के हो के यस्तो यार, ठुलो आयो फेरि पानी। के गर्ने र, गाह्रो छ। पानीले त आज
बर्बादै पारिदियो त यार थोरै फेरि पानी यो कि पानी चाहिँ म चाहिँ अहिले डिबी चोकनेर मेरो क्लास चाहिँ डिबी चोकनेर हो त्यहाँ पुग्नुपर्ने छ अझै अब 2 मिनट जति लाग्ला 2 मिनट जतिको जानलाई पनि रोकिनु पर्यो ल फेरि कम्मर पानी अब चाहिँ गएको है म के गर्नु त होइन यस्तै छ यस्तो पानीमा फेरि भ्याट कोही आएर ठोक्देला भन्ने डर पनि छ कि कति बेला कहाँबाट के आएर हुन्छ थाहै हुँदैन होरन बजाउँछ होरनै सुनिन्न फेरि यता पुरा पानीले गर्दा मान्छेहरू बसोबास यता खत्तम छ पुरै पानी त राजा नै आज आकाशतिर पुरा कालो छ होइन साथी के छ रहने यतातिर त्यसै यतातिर हेर्न सक्नुहुन्छ यी मान्छेहरू पुरा पानीको कारणले अहिले चाहिँ बिरु भयो है पानी अहिले चाहिँ बिरु भएको जस्तो छ है पुरा यता पानी त यस्तो आउँछ त यार गाह्रो छ आज पानी छ्याप्दैन्छ फेरि के हो यस्तो अब चाहिँ म बिच चोक्नेर पुग्नै लाग्यो है पानी पनि बिर्यो होला जस्तो छ अब थोरै कम हुँदै गइरहेछ एकदमै नै सङ्घर्षका साथ होइन सङ्घर्षका साथ चाहिँ आइएको छ है आज क्लासमा के हुने हो कस्तो हुने हो क्लासमा साथीहरू कति आउने हो त्यो चाहिँ थाहा छैन तर हामी चाहिँ जाऊँ न कस्तो हुँदो रहेछ फेरि आइपुग्यो क्या पानी त एकचोटि रोक्यो फेरि आइको हुन्छ बर्खायामको झरी पानी दौरी पनि यस्तो बर्खायामको झरी होइन पानी त दौडी आएको आइछ त यार यतातिर देख्न सक्नुहुन्छ पुरा यो चाहिँ पाठशाला एजुकेसन है देख्न सक्नुहुन्छ त ल यो पनि बिबी चोक्नेर नै हो थोरै साइडमा छ पाठशाला अरे के पुरा गाह्रो छ नि यार भल क्लासबाट मान्छेहरू पुरा आउँदैछ है म उता जाँदै अरू चाहिँ उताबाट यता आउँदै के गर्नु होइन गाह्रो छ नि हो गाह्रो छ चाहिँ बितिसक्यो हो पुरा भल फेरि आउनु लाग्यो त यार पानी फेरि के यस्तो आज पानी रोकिनेको त नामै लिन्न त यार खतम पार्यो आज खतम पार्यो ओहो के यस्तो धन्न आज चाहिँ चप्पल झाङ्गे होइन हाफ प्यान्ट लाएर आएको थिएँ कि ठ्याक्क मात्र त आज त बर्बादै पार्नु रहेछ आयो अब चाहिँ क्लास वाइज हो कि म पढ्ने फेरि होइन
यस्तो छ अवस्था यस्तै छ सबैजना आइसकेछन् त यार म मात्रै होला उनीहरू सब आछन् पुरा म चाहिँ क्लासमा गएको अब